अहिले कन्डिसन यस्तो छ छपरी बनेको छैन। कभर गएँ त। सो गाइस म चाहिँ कपाल काटेर पनि आइसकेँ। सो गाइस मैले चाहिँ भर्खर नुहाएर भइसकेँ। अब दोकानतिर जान्छु होला म। सो गाइस मैले चाहिँ भर्खर नास्ता पनि खाइसकेँ अनि हाल चाहिँ यत्तिकै बसिरहेको यहाँ यस्तो भिडियोहरू हेर्दैछु। सो गाइस आजको सबै कामहरू भ्याएर चाहिँ म एउटा निस्किन लागेको। अब पिसीहरू सबै बन्द गरिसकेँ। चार्जर चाहिँ मेन हाल्नु पऱ्यो। त्यही छ आज। अनि कपाल पनि आज काटेँ गाइस। काटेर चाहिँ देखेछ नि त्यही काटेँ। सुट पनि अब देखिसक्नु भएर दिउँसो सुट पनि मैले सिलाइसक्यो। जस आज कति यार 365 डे च्यालेन्जको चाहिँ डे 31 आज। मलाई चाहिँ I'm healing myself right now। कति आउँदै हो। सो गाइज मैले चाहिँ हिजो राति चाहिँ भिडियो चाहिँ क्याप्चर गरेन। अहिले चाहिँ बिहान बिहान चाहिँ यहाँ अफिस आएर चाहिँ भिडियो गरिरहेको छु। मैले के भन्नु थियो भन्दाखेरि चाहिँ एउटा नयाँ कन्टेन्टको बारेमा चाहिँ मलाई आइडिया आएको छ। तर मेरो चाहिँ टिम चाहिँ म पुगेको छैन कि। मलाई चाहिँ कस्तो खालको टिम भन्नु होला। मलाई चाहिँ के आइरहेको छ भन्दा आइडिया चाहिँ जस्तै मेरो यो बिजनेस छ नि मेरो यो अर्बानी प्रिन्टर्स। यसमा चाहिँ हाम्रो गिफ्ट आइटमहरू पनि छ। त्यो गिफ्ट आइटमहरू चाहिँ मैले गिफ्टहरू चाहिँ प्याक गरेर चाहिँ अब पोखराको चाहिँ अब जुनमा चाहिँ बढी पपुलेसन मान्छेहरू आउँछ त्यो ठाउँमा चाहिँ जाने। त्यो ठाउँमा गइसकेपछि चाहिँ अब एकजना क्यामराम्यान चाहिन्छ मलाई अनि एकजना चाहिँ म आफू। अनि त्यो गिफ्ट ह्याम्परहरू लिएर जाने। ऱ्यान्डम क्वेसनहरू सोध्ने। जस्तै स्क्रिप्ट चाहिँ बनाएर जाने। जस्तै कस्तो टाइपको क्वेसन सोध्ने भन्दाखेरि चाहिँ बच्चा बच्चीहरूलाई चाहिँ जस्तै पोकेमन कार्डहरू हुन्छ या फिर बच्चाको आइटमहरू तिनीहरूलाई चाहिँ समातेर चाहिँ क्वेसन सोध्ने। त्योबाट चाहिँ कन्टेन्ट पनि बन्छ। अलिकति म्याच्योर अलिक ठुलो मान्छेहरूलाई चाहिँ त्यस्तै लेभलको क्वेसनहरू सोध्ने। अनि जसले मिलाउँछ त्यसलाई गिफ्ट दिने, भिजिटिङ कार्ड दिने, आफ्नो चाहिँ च्यानल छ भनेर चाहिँ हजुरको भिडियो चाहिँ यसमा आउँछ भनेर देखाउने। अनि एउटा चाहिँ लङ फर्म भिडियो भिडियो बनाउने। त्यो भिडियोलाई चाहिँ हल्का एडिट गरेर चाहिँ त्यसलाई युट्युबमा हाल्ने। फेसबुकमा चाहिँ त्यो सर्ट्समा चाहिँ पार्टहरू के पार्ट 1 पार्ट 2 पार्ट 3 लाइक त्यसरी चाहिँ फेसबुक अकाउन्ट बनाएर चाहिँ त्यसरी पोस्ट गर्ने। अनि टिकटकमा चाहिँ लगभग एउटा भिडियोबाट चाहिँ 10-15वटा क्लिपहरू निकालेर चाहिँ टिकटकमा चाहिँ हाल्ने। टिकटकमा चाहिँ बुस्ट गर्ने। त्यो भइसकेपछि मेरो आफ्नो प्रिन्टिङ मेरो आफ्नो यहाँको फिजिकल बिजनेसको पनि एडभर्टाइजमेन्ट हुन्छ। अनि मेरो भ्युजहरूको पनि आउँछ। मेरो फलोवर्स पनि बढ्छ। मेरो पर्सनल ब्रान्ड पनि हुन्छ। त्यो यो वाला आइडिया चाहिँ मैले सोचिरहेको छु। बट मलाई चाहिँ टिम चाहिँ बनेको छैन कि। जस्तै यहाँ अब काम गर्ने मान्छे नि अब त्यति राम्रो स्किलवाला पाएकै छैन। आउन त 2-4जना 3-4जना त आइरहेको हुन्छ। स्किलवाला मान्छे पाएकै छैन। जस्तै मेरो प्रिन्टिङ बिजनेसमा बाबाले पनि इजिली ध्यान दिनुहुन्छ। एकजना यहाँ 2जना त यहाँको भएपछि एउटा चाहिँ जस्ट भिडियो एडिटिङ यो कुर्सीमा बसेर चाहिँ भिडियो एडिट गर्न सक्ने मान्छे मसँग चाहिँ हिँडेर चाहिँ सुट गरिदिने मात्र भए पनि इनफ हुन्छ क्या। त्यति भयो भने चाहिँ म बाहिर बसेर कन्टेन्ट बिजनेसको एडभर्टिजमेन्टदेखि लिएर पर्सनल ब्रान्डिङदेखि लिएर चाहिँ हरेक कुरा चाहिँ मैले गर्न सक्छु। अझ मेरो 365 डे च्यालेन्ज पनि चलिरहेको छ नि त। अब त्यो च्यालेन्जलाई पनि मैले सुटहरू यसरी गरिरहेको भनेर त्यसरी देखाउन पाएँ। अनि अरू भिडियोहरू भनेको त 2-4 दिनसम्म एडिट गरेर मजाले हाले पनि मिल्ने चिज हो नि त। त्यही नै हो। थ्याङ्क यू फर वाचिङ। डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब।
भिडियो चाहिँ अब एडिट गरेर हालिहाल्छु है त।